केबलमा कसरी राम्रो तरिकाले क्लिप लगाउनु पर्छ भन्ने कुरा म तपाईहरुलाई आजको यो भिडियो मार्फत देखाउन गइरहेको छु। र यो भिडियो तपाईले पुरा हेर्नुभयो भने तपाईलाई क्याट 6 केबलमा क्लिप गर्न आफैले सक्नुहुन्छ। त्यसको लागि तपाईलाई एउटा यो RJ45 क्लिप भन्छ यसलाई, र यो क्याट 6 केबल भयो, त्यस्तै गरेर यो वायर कटर भयो र एउटा क्ल्याम्पर, यो क्ल्याम्पर हुन्छ जसमा RJ45 लगाएर हामी क्ल्याम्पिङ गर्छौं। अब यसको सहायताले कसरी हुन्छ म तपाईहरुलाई हेराउँछु। सबभन्दा पहिले चाहिँ तारलाई त हामीले छिलिहाल्ने, यहाँबाट माथिको यो कभरलाई हटाइसकेपछि तपाई यो यसमा 4 कलरको तार हुन्छ, 4 गुणा 8 किसिमको तार हुन्छ र सबैमा अलग अलग कलर हुन्छ। यो व्हाइट येलो छ भने यो येलो हो, त्यस्तै गरेर यो व्हाइट येलो छ, व्हाइट ग्रीन छ र यो ग्रीन छ, त्यस्तै गरेर एउटा पेयरमा यहाँनिर यो व्हाइट ब्लू छ, त्यस्तै गरेर यो फुल ब्लू कलर छ भने अन्त्यमा लास्टमा ब्राउन कलर हुन्छ, एउटा व्हाइट ब्राउन हुन्छ र अर्को ब्राउन हुन्छ। यो 8 वटा केबललाई हामी कसरी अर्गनाइज गरेर क्लिप गर्ने त? सबभन्दा पहिला येलोलाई खोल्ने र येलोलाई व्हाइट येलो र येलोलाई सिधा गरिसकेपछि तपाईले व्हाइट ग्रीन तारलाई यसरी लिन सक्नुहुन्छ। व्हाइट ग्रीन तारलाई पनि यसरी स्ट्रेट गर्ने केबलहरुलाई, र त्यसपछि तपाईले ब्लू र व्हाइट ब्लूलाई अरेन्ज गर्न सक्नुहुन्छ। यसमा यसरी सबै वायरलाई सिधा सिधा गर्ने, र त्यसपछि ग्रीन कलरलाई तपाईले यसरी स्ट्रेट गरेर यो हातले समात्नु पर्छ। यहाँनिर केबल स्ट्रेट रहन्छ, भाङ्गो तिङ्गो हुँदैन, यताउति चेन्ज हुँदैन कलरहरु। त्यस्तै गरेर अन्तिममा व्हाइट ब्राउन र ब्राउन केबललाई तपाई यसरी मिलाएर स्ट्रेट तरिकाले 1 इन्च, ठ्याक्कै 1 इन्च छोडेर यो केबललाई तपाईले यहाँबाट कटरको सहायताले काट्नुपर्छ। यो RJ45 मा कलर छ, म यहाँबाट यसलाई सिधा काट्छु। तार एकदम स्ट्रेट हुनुपर्छ र RJ45 लाई तपाईले विशेष गरी यो कपर प्लेटिङलाई माथि गरेर यसरी लगाउनु पर्ने हो, न कि यसरी लगाउनु भयो भने मिस्टेक हुन सक्छ यो कलर। त्यस्तै गरेर यसलाई यसरी सिधा राखेर तपाईहरु लगाउनु होला। ल हेर्नुस्, भिडियोमा हेरे जस्तै तपाईहरुले पनि गर्नुभयो भने आरामले मज्जाले गर्न सक्नुहुन्छ। र अर्को कुरा यसमा ध्यान दिनुपर्ने कुरा, RJ45 लाई जहिले पनि लगाउँदाखेरि यो कभरलाई हामी भित्र अलिकति पस्ने गरी लगाउनु पर्छ। यो लक गरेर यहाँनिर यसलाई जाम गर्छ र यो केबललाई बाहिर आउन दिदैन। त्यही भएर यो केबललाई यहिले पनि अलिकति भित्र राखेर यसरी क्ल्याम्परमा लगाएर तपाईहरु क्ल्याम्पिङ यसरी खिच्नु भयो भने केबल क्ल्याम्प हुन्छ।